दर्शकबिन नमस्कार। म कुम्बीर विश्वकर्मा आज पनि म तपाईँहरूको बिचमा उपस्थित भइसकेको छु र तपाईँहरूले चाहिँ टाइटल हेरेर थाहा पाइसक्नुभयो। भारतमा बस्ने नेपालीले चाहिँ आधार कार्ड कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा तपाईँहरूलाई म जानकारी दिनको लागि उपस्थित भइसकेको छु। र हामीले चाहिँ आधार कार्ड प्राप्त गर्नको लागि केही डकुमेन्टहरू चाहिन्छ र त्यो डकुमेन्ट भइसक्यो भने चाहिँ हामीले चाहिँ आधार कार्ड प्राप्त गर्न सकिन्छ। आधिकारिक रूपमा चाहिँ तपाईँ नेपाली नै हो, तर तपाईँले चाहिँ दोस्रो नागरिकता प्राप्त गर्नुभएको हुँदैन। जस्ट एउटा तपाईँहरूको पहिचानको लागि मात्रै तपाईँले चाहिँ आधार कार्ड प्राप्त गर्नुहुन्छ। र त्यस्तो खालको आधार कार्ड बनाउनको लागि तपाईँहरूले चाहिँ केही डकुमेन्टहरू पुरा गर्नुपर्ने हुन्छ र तपाईँले केही क्राइटेरियाहरू पुरा गर्नुपर्ने हुन्छ। त्यसको लागि सबैभन्दा महत्त्वपूर्ण जानकारीहरू म तपाईँलाई दिँदैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला र तपाईँले चाहिँ च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब चाहिँ अवश्य गरिदिनुहोला। सबैभन्दा पहिलो रहेको छ तपाईँ चाहिँ भारतमा 182 दिनसम्म बसेको हुनुपर्ने छ। अर्थात् कम्तीमा पनि तपाईँहरू चाहिँ 1 साल 6 महिना चाहिँ बसेको हुनुपर्ने छ। दोस्रोमा रहेको छ तपाईँहरूकोसँग चाहिँ घरको एग्रिमेन्ट पेपर हुनुपर्ने छ। घरको एग्रिमेन्ट पेपर 3 महिनाभन्दा बढीको चाहिँ हुनुपर्ने छ। तपाईँले बनाउने क्रममा चाहिँ 3 महिनाभन्दा बढीको चाहिँ एग्रिमेन्ट पेपर बनाएर तपाईँले चाहिँ लानुपर्ने छ। र तेस्रोमा रहेको छ तपाईँसँग नेपाली नागरिकता र तपाईँसँग नेपालको भोटर कार्ड हुनुपर्ने छ। यदि यो छैन भने तपाईँसँग पासपोर्ट छ भने नि पासपोर्ट मात्रै छ भने पनि हुनेछ। र अर्को रहेको छ यदि डकुमेन्ट तपाईँको घरको एग्रिमेन्ट पेपर भइसक्यो, 3 महिनाभन्दा बढीको भइसक्यो भने तपाईँले चाहिँ त्यो नागरिकताको फोटोकपी सक्कली नागरिकता लगेर जानुहोला। सक्कली नागरिकता अनि तपाईँ चाहिँ भोटर कार्ड अथवा पासपोर्ट लगेर चाहिँ तपाईँ नेपाल एम्बेसी दिल्लीमा जानुहोला। नयाँ दिल्लीमा जान सक्नुहुन्छ। र तपाईँ चाहिँ कलकत्तामा पनि रहेको छ, त्यहाँ पनि जान सक्नुहुन्छ भने अरू ठाउँ पनि रहेका छन्, त्यहाँ पनि 3 ठाउँ रहेको छ नेपालको चाहिँ शाखाहरू। र मेन एम्बेसी चाहिँ दिल्लीमा रहेको छ, दिल्लीमा जान सक्नुहुन्छ। र तपाईँ चाहिँ घरको एग्रिमेन्ट पेपर 3 महिनाभन्दा बढीको अनि तपाईँ चाहिँ अथवा तपाईँको चाहिँ बिजुलीको बिल पनि हुनसक्छ होइन, बिजुलीको बिल पनि लान सक्नुहुन्छ। अनि त्यस पछाडि चाहिँ तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भने तपाईँहरूले चाहिँ आफ्नो पासपोर्ट अथवा भोटर कार्ड र नागरिकता लगेर चाहिँ दिल्लीमा जानुहोस्। नेपाल एम्बेसीमा गइसक्नु भयो भने चाहिँ त्यहाँ गएर तपाईँ चाहिँ एउटा पेपर दिन्छ। पेपर दिइसक्यो भने त्यो पेपर लगेर चाहिँ तपाईँ बसेको ठाउँको नजिकैको अथोरिटी कहाँ छ, तपाईँसँग आधार सेन्टर कहाँ छ, आधार कार्ड बनाउने सेन्टर, त्यहाँ गएर चाहिँ तपाईँले चाहिँ त्यो डकुमेन्ट बुझाउनु भयो भने चाहिँ तपाईँको चाहिँ प्रोसेस हुन्छ। तपाईँको चाहिँ प्रोसेस भइसक्यो भने तपाईँले चाहिँ आधार कार्ड प्राप्त गर्न सक्नुहुन्छ। र आधार कार्ड प्राप्त गरिसक्नु भयो भने चाहिँ तपाईँ चाहिँ इन्डियामा चाहिँ प्यान कार्ड बनाउन सक्नुहुन्छ अथवा तपाईँले चाहिँ बैंक अकाउन्ट खोल्न सक्नुहुन्छ र अन्य आधिकारिक प्रयोजनको लागि चाहिँ तपाईँले काम गर्न सक्नुहुन्छ। तर तपाईँले चाहिँ आधार कार्ड बनाइसक्नुभयो भने इन्डियामा भोटर कार्ड र पासपोर्ट चाहिँ नबनाउनु होला। भोटर कार्ड र पासपोर्ट बनाइसक्नुभयो भने चाहिँ तपाईँ नेपालको पनि नागरिकता बोकेको र इन्डियामा पनि नागरिकता बोकेको पहिचान प्राप्त हुनेछ। त्यसपछि तपाईँ चाहिँ फेरि कारबाहीमा पर्न सक्नुहुनेछ। त्यसैले गर्दा चाहिँ इन्डियाको भोटर कार्ड र पासपोर्ट चाहिँ नबनाउनु होला, अन्य कागजपत्र चाहिँ बनाउन सक्नुहुन्छ। र इन्डियाले चाहिँ आफ्नो नागरिकको रूपमा चाहिँ भोटर कार्ड भएको र पासपोर्ट भएकोलाई मात्रै आफ्नो नागरिक सिटिजनसिप लिएको भन्ने उसले चाहिँ आधार दिएको छ। त्यसले गर्दा चाहिँ तपाईँले चाहिँ आधार कार्ड मात्रै बनाउनु होला। आधार कार्ड भनेको यो चाहिँ कुनै एउटा नागरिकता जस्तो होइन, नेपालको जस्तो। यो चाहिँ एउटा पहिचान, तपाईँ चाहिँ इन्डियामा एउटा जो आधार आइडी हुन्छ त्यो पहिचानको लागि तपाईँ चाहिँ यो व्यक्ति हो चिनिनको लागि मात्रै बनाइएको अथवा सरकारले चाहिँ दिएको एउटा प्रमाण हो। र तपाईँले चाहिँ मैले भनेका यी डकुमेन्टहरू पुरा गरेर काम गर्नुभयो भने तपाईँको आधार कार्ड अवश्य बन्नेछ। र तपाईँको ठाउँमा त्यहाँ चाहिँ थाहा छैन भने चाहिँ तपाईँ चाहिँ नेपाल एम्बेसीमा आएर खबर गर्नुभयो भने तपाईँको अवश्य बन्नेछ भन्दै तपाईँले चाहिँ क्राइटेरियाहरू पुरा गरेर काम गर्नुहोला। थप जानकारीको लागि मैले अन्य भिडियोमा लिएर आउनेछु। कमेन्ट बक्समा लेख्दै गर्नुहोला भन्दै अहिलेलाई भने बिदा हुन चाहन्छु। हस्त, नमस्ते।